हेलो गाइज नमस्ते नमस्कार सबैजनालाई शुभ बिहानी। अहिले चाहिँ हामी हेभेन डाँडा जानलाई हैन हो नि। सो गाइज अहिले चाहिँ हामी हाम्रो आधी बाटो सकिसक्यो करिब। सो बाटोमा हामीले अहिले चाहिँ यस्तो सुसु गर्नलाई होइन सिधा कुरा किन हार्नु होइन सुसु गर्नलाई। अनि यहाँ हामीले असिलो देख्यो त्यो असिलो खानको लागि हामी यहाँ रोकेर अहिले चाहिँ टक्क लगाएर अब हाम्रो यात्रा यहाँबाट चाहिँ अब टक्क सुरु गर्नुपर्ने अवस्था छ। सो कस्तो लागिरहेको छ तिम्रो आजको बिहान? एकदम रमाइलो भइरहेछ। अलिकति आकाश खुलेको भए त अझ रमाइलो हुन्थ्यो। त्यो त हुने थियो अलमोस्ट इट्स गुड। सो केटाहरू आज चाहिँ बिहानै हामी चाहिँ अब हेभेन डाँडा आएको किन भन्दाखेरि अब दिउँसो त हाम्रो फेरि प्रोफेसनल काम पनि हुन्छ नि त फेरि होइन। अब सो गाइज फाइनल्ली अहिले चाहिँ हामी इन्द्रदह भन्ने ठाउँमा आइपुगिसक्यो। यसमा काँडाहरू हुन्छ अनि यसमा एउटा फलहरू पनि फल्छ यो टाइममा। अनि यसमा चाहिँ अहिले हाम्रो फलहरू फलिरहेको रहेछ। अथाको चाहिँ पहिले हुन्छ। ओके यस्तो हुन्छ यसको फल चाहिँ तर खाँदाखेरि मिठो हुन्छ। यहाँबाट हेर्न सक्छौ राम्रो ब्युटिफुल भ्यू। अब हामी यहाँ चिया खाएर हामी अब गाँजाको पातहरूसँग रमाएर एकछिन सर्ट लाएर जानुपर्ने हुन्छ होइन। टक्क यो गाँजाहरू भने चाहिँ हाम्रो शिवजीको प्रसादहरू हो। सो केही छ भन्नुलाई लायकको तर बिहान अब हामी दिउँसो त अलिकति बिजी हुन्छ नि त होइन। अब उसको छुट्टै काम मेरो छुट्टै काम बिहान भने त आफ्नै त हो। 3 बजे त भ्याउँदैन। सो गाइस अब मेरो बाइक यहाँनिर अहिले पार्किङ गरेर आएको छ। सो अब धेरै ठुलो बाइक त छैन सानै त हो। कता जान लाग्नु भयो? यो चाहिँ हाम्रो आन्टीले चिया बनाउँदै हुनुहुन्छ भित्र हुनुहुन्छ होला आन्टी। अब खासै देखाउनु के देखाउनु। सो हामी यहाँ बस्छौँ। सो अलि तर चिसो आज है रमाइलो भइरहेछ। 3 बजे त आउँदैन नि फुट्छ आउँदैन म आइएम बिजी म्यान या। सो यहाँ चाहिँ we have a one game and at 6 o'clock we have a one game if anybody wants to interested in our I don't like football games. हामी चाहिँ चिया खाएर अहिले हामी अब निस्किन लाग्यो। हाम्रो आन्टीले चाहिँ मिठो चिया खुवाउनु भयो त्यसको लागि धन्यवाद भन्न चाहन्छु। ल आन्टी धन्यवाद है मिठो चियाको लागि। सो अब हामी चाहिँ यहाँबाट तलतिर लाग्नुपर्ने हुन्छ। तपाईँहरू ताजा काफल खानु मन लाग्छ भने यहाँ आउनु होला। अलिकति म पनि खानेवालामा छु तर सो एकदम बवाल छ काफल। सो एकदम वातावरण दृश्य पनि एकदम बवाल छ यहाँतिर। हेलो 20 रुपियाँमा के आउँछ त भन्दाखेरि यहाँ चाहिँ हेलो नमस्ते। हामीहरू अहिले चाहिँ काठमाडौँबाट नजिक रहेको एकदमै नजिक घुम्नको लागि एकदमै रमाइलो ठाउँ यो हेभेन डाँडामा आइसकेका छौँ। यहाँ चाहिँ अहिलेको सिजनमा चाहिँ काफलहरू अनि यो असिलो कटुस जस्ता फलहरू चाहिँ यहाँ चाहिँ प्रख्यात रहेछ। वसन्त ऋतुको सिजनमा आएको भएर एकदमै हरियाली वातावरण अनि खुल्ला आकाश के कुरा गरौँ होइन। अनि हामीलाई चाहिँ यो हेभेन डाँडा भन्ने बित्तिकै चाहिँ हेभेनको नजारा देख्न सक्छौँ हामी यहाँबाट। हेर्नुहोस् कति राम्रो छ त, कति पहाडहरूले घेरिएको हाम्रो सुन्दर देश यहाँबाट देखिन्छ। अङ्कल नमस्ते। नमस्ते नमस्ते हजुरलाई यो ठाउँ आएर कस्तो लागिरहेको? बाबु अब के भनौँ र अब धेरै खुसी छु म त यो हेभेन डाँडा भन्ने ठाउँमा आएर। एकदमै मलाई 2047-48 सालमा म यस्तो पहाडमा घुमेको थिएँ तर धेरै 30-35 वर्षभन्दा पछि म यस्तो डाँडामा आउँदाखेरि र यो डाँडामा आएर यो पहाडमा आएर काफल टिपेको महसुस मलाई पुरानो याद आइरहेछ। म एकदम खुसी छु। तपाईँ अनिश बाबु र आदर्श बाबु र राजेश बाबुले हामी दुइटै बुढाबुढीलाई यो ठाउँमा ल्याएर तपाईँले हामीलाई एकदम हाम्रो आत्मा एकदम शान्त पारिदिनु भएको छ। म तपाईँलाई धेरै धेरै धन्यवाद दिँदछु किनभने पुरानो याद आइरहेछ कि म पहाड बाजुरामा बस्दाखेरि यस्तै गरेर पहाडमा ठुलो पहाडमा गएर हामीले काफल टिपेर खाँदाखेरि को महसुस अहिले अनुभव भइरहेछ मलाई। म एकदम खुसी छु। नमस्कार।
हजुरको शुभ नाम? मेरो नाम सरिता हो। ल तपाईँलाई कस्तो लाग्यो त आजको मलाई यात्रा? राम्रो लाग्यो अनि बाबुहरू उनीहरूले यहाँ यो ठाउँमा पुगाउनु भयो राम्रो छ। तपाईँलाई काफल मन परेको मन परेको यहाँको? काफल मन पर्यो हामीले कहिले तपाईँको उताको बाजुराको काफल मिठो कि यता काठमाडौँको हावापानीको यो काफल मिठो कस्तो टेस्ट फरक हुँदो रहेछ कि एउटै हुँदो रहेछ? एउटै छ हुन्छ न त त्यस्तै एउटै हुन्छ ए होइन? भने हजुर अनि एउटै छ राम्रो लाग्यो।